के तपाईलाई छटपटी हुन्छ अथवा घरिघरि चक्कर आउँछ, उठ्दा बस्दा आँखा अँध्यारो हुन्छ? के तपाईँ मोटोपनले तनावमा हुनुहुन्छ अथवा तपाईले निकोटिन प्रोडक्ट धेरै प्रयोग गर्नुहुन्छ जस्तै कि बिडी, सिगरेट, गुटखा, तमाखु? के तपाईको जीवनशैली अनियमित छ अथवा तपाईलाई किडनी रोग, मुटु रोग, प्यारालाइसिस, स्ट्रोक जस्ता रोगहरूले सताइरहेको छ? यदि हो भने यो भिडियो तपाईहरूको लागि धेरै नै फाइदाजनक हुनेछ। नमस्कार, म डाक्टर कौशल। बेसिक हेल्थ इन्फर्मेसनको यो भिडियोमा स्वागत छ। आज हामी कुरा गर्न गइरहेका छौँ ब्लड प्रेसरको बारेमा। ब्लड प्रेसर के हो त? ब्लड प्रेसर कसरी नाप्ने? कुन मेसिनले ब्लड प्रेसर नापिन्छ? ब्लड प्रेसरले हुने समस्याहरू के हुन्? गाइडलाइन्स के छन् त ब्लड प्रेसरका? कति रेन्जसम्मको ब्लड प्रेसरलाई नर्मल मानिन्छ? के कस्तो सिम्पटम्सहरू आउन सक्छ? जीवनशैलीमा के परिवर्तन गर्ने ताकि ब्लड प्रेसरलाई नर्मल राख्न सकियोस्? साथसाथै ब्लड प्रेसरको लागि के कस्ता मेडिसिनहरू प्रयोग गर्न सकिन्छ? आउनुहोस् अब हेरौँ ब्लड प्रेसर के हो। मुटुले पम्प गरेर पुरै शरीरमा विभिन्न अर्ग्यानहरूमा ब्लड अथवा अक्सिजनको सप्लाई गर्ने गर्छ। ब्लडलाई अर्ग्यानसम्म पुर्याउन एउटा प्रेसर जेनेरेट गर्छ, जसले गर्दा ब्लड फ्लो हुन्छ। मेडिकल भाषामा कुरा गर्ने हो भने ब्लड प्रेसरको दुईवटा बिन्दु हुन्छ, सिस्टोलिक ब्लड प्रेसर, डायस्टोलिक ब्लड प्रेसर। सिस्टोलिक ब्लड प्रेसर के हो? जब मुटुले पम्प गर्दछ सिस्टोलिक अवस्थामा हुन्छ, तब ब्लड शरीरको आर्टरी अथवा धमनीसँग जुन प्रेसरले ठोक्किन्छ त्यो प्रेसरलाई नै सिस्टोलिक ब्लड प्रेसर भनिन्छ। जब मुटु रिल्याक्सिङ मोडमा हुन्छ त्यतिखेर पनि ब्लड सञ्चालनका लागि एउटा नियमित प्रेसर भइरहेको हुन्छ, जसलाई डायस्टोलिक ब्लड प्रेसर भनिन्छ। सिस्टोलिक ब्लड प्रेसर 120 भन्दा तल र डायस्टोलिक ब्लड प्रेसर 80 भन्दा तल छ भने तपाईको प्रेसर नर्मल छ। तर सिस्टोलिक ब्लड प्रेसर 120 देखि 129 र डायस्टोलिक ब्लड प्रेसर 80 छ भने तपाई प्री हाइपरटेन्सिभ मोडरेट कन्डिसनमा हुनुहुन्छ। यो समयमा एकदम जरुरी छ आफ्नो जीवनशैलीमा परिवर्तनको। निकोटिन प्रोडक्ट बन्द गर्नुस्, योगा प्राणायामको माध्यमले आफ्नो तनाव हटाउनुस् र आफ्नो तौल घटाउनुस्। हुन सक्छ तपाईको ब्लड प्रेसर नर्मल रेन्जमा आउन सक्छ। तर यदि तपाईको ब्लड प्रेसर सिस्टोलिक ब्लड प्रेसर 130 देखि 139 र डायस्टोलिक ब्लड प्रेसर 80 देखि 89 छ भने यति बेला तपाई हाइपरटेन्सनको स्टेज फर्स्टमा पर्नुहुन्छ। यतिखेर तपाईलाई चिकित्सकको सल्लाहको जरुरी हुन्छ। साथसाथै जीवनशैली परिवर्तन गरेर पनि ब्लड प्रेसर कन्ट्रोल गर्न सक्नुहुन्छ। यदि तपाईको ब्लड प्रेसर सिस्टोलिक ब्लड प्रेसर 180 भन्दा माथि र अथवा डायस्टोलिक ब्लड प्रेसर 120 भन्दा माथि छ भने यसलाई खतरा अवस्था भनिन्छ। यो समयमा जति सक्दो चाँडो इमिडिएट मेडिकल केयर चाहिन्छ। यदि यतिखेर पनि ब्लड प्रेसर कन्ट्रोल गरिएन भने स्ट्रोक, प्यारालाइसिस अथवा हार्ट अट्याक हुने सम्भावना धेरै बढ्दछ। तपाईहरूको जानकारीको लागि, यदि ब्लड प्रेसर कन्टिन्युअस बढ्नै रह्यो भने स्ट्रोक हुने सम्भावना 4 गुणाले बढ्दछ भने मुटुको रोग हुने सम्भावना 3 गुणाले बढ्दछ। हाई ब्लड प्रेसरको बारेमा तपाईहरूले जान्नुभयो। धेरै बिरामीहरूमा एउटा समस्या हुन सक्छ। जब बसिरहेको हुन्छ, पल्टिरहेको हुन्छ र अचानक उभिन्छ भने केही सेकेन्डको लागि आँखामा अँध्यारो आउँछ। यसलाई लो ब्लड प्रेसरको सङ्केत मान्न सकिन्छ। मेडिकल्ली लो ब्लड प्रेसरको कुनै रेन्ज अथवा गाइडलाइन्स छैन। यदि कुनै पनि मान्छेको ब्लड प्रेसर सिस्टोलिक ब्लड प्रेसर 120 भन्दा कम,
डायस्टोलिक ब्लड प्रेसर 80 भन्दा कम छ भने पनि यो अवस्था नर्मल हो। अथवा कुनै पनि मान्छेको सिस्टोलिक ब्लड प्रेसर 100 भन्दा कम, डायस्टोलिक ब्लड प्रेसर 60 भन्दा कम छ भने पनि नर्मल हो, जबसम्म उसलाई चक्कर आउँदैन, आँखामा अँध्यारो आउँदैन। यदि बारम्बार शरीरको पोस्चर चेन्ज गर्दा आँखामा अँध्यारो आउँछ भने उसको ब्लड प्रेसर लोवर साइडमा छ र मेडिकल एटेन्सन चाहिन्छ। ब्लड प्रेसर कन्ट्रोलको लागि हामीले आफै जीवनशैलीमा केही बदलाव गर्न सकिन्छ। आउनुहोस् जानौँ। सबैभन्दा पहिले नुनको सेवन धेरै कम मात्रामा गर्ने। दोस्रो, तनावमुक्त जीवनशैली बिताउने प्रयास गर्ने। योगा प्राणायामको सहायताले तनावमुक्त जीवन बनाउने। साथसाथै वजन कन्ट्रोल गर्ने। लेस फ्याटी फुड खाने, जस्तै कि तेल, घिउको सेवन घटाउने। यदि तपाईँले चुरोट खानुहुन्छ भने, गुट्का तम्बाकु लिनुहुन्छ भने, धेरै मात्रामा रक्सी लिनुहुन्छ भने तपाईँलाई ब्लड प्रेसर रोगले सताउन सक्छ। यो छोड्नुहोस्। दैनिक बिहान बेलुका कम्तीमा पनि 30 देखि 40 मिनट हिँड्नाले ब्लड प्रेसर धेरै मात्रामा कन्ट्रोल गर्न सकिन्छ। यदि तपाईँ यङ, फिट, प्री हाइपरटेन्सन स्टेजमा हुनुहुन्छ भने कार्डियो गर्नुहोला, जस्तै कि ट्रेडमिल, ब्रिस्क ट्रेडमिल, स्किपिङ गर्न सकिन्छ। यसले गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ। आर्टरिज अथवा धमनीको इलास्टिसिटी डेभलप गराउँछ, जसले गर्दा ब्लड प्रेसर कन्ट्रोल हुन्छ। ब्लड प्रेसर यदि सिस्टोलिक ब्लड प्रेसर 140 भन्दा माथि, डायस्टोलिक ब्लड प्रेसर 90 भन्दा माथि छ भने डाक्टरको सल्लाहले मेडिसिन लिन सकिन्छ। यदि तपाईँको बिपी बढेको छ अथवा तपाईँ ब्लड प्रेसरको रोगी हुनुहुन्छ भने योगा अवश्य गर्नुहोला। तपाईँहरूले आफ्नो ब्लड प्रेसर आफै कन्ट्रोल गर्न सक्नुहुन्छ। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। अझ धेरै जानकारी, नलेजको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला। नमस्कार।